अझ बढ्ता परमेश्वरमा समय बिताइराख्नु भएको छ। कहाँ कुदिराख्नु भएको हुन्छ, कहाँबाट चाहिँ के कुराहरू ल्याइराख्नु भएको हुन्छ, ताकि तपाईँ र म बलियो हुन सकौँ, तपाईँ र म अनि आत्मामा चाहिँ बलियो भएर, विश्वासमा बलियो भएर जिउन सकौँ। यसै कारण चाहिँ मण्डलीका अगुवा र पास्टर दोबारा आदर योग्य हुन्छ। हालेलुया। अब पहिलो थेसलोनिके 5:12 भन्छ, तर भाइ हो हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्छौँ कि तिमीहरूको माझमा परिश्रम गर्ने जो प्रभुका अगुवाहरू हुन् तिनीहरूलाई चाहिँ चेतावनी दिन्छन्, तिनको आदर गर। तिनको आदर गर, जसले तिमीहरूलाई चेतावनी दिन्छन्, ए नखाओ है, ए नगर है, नहिँड है, नबोल है। त्यो चाहिँ नेगेटिभ कुराहरू, नेगेटिभ नराम्रो, तपाईँको आत्मा र तपाईँको विश्वासलाई कमजोर बनाउने कुराहरू हुन्। जुन चाहिँ कुरा चाहिँ तपाईँको अगुवा र पास्टरले भन्दैछन्, यो नखाओ, यो नपियो, यो नहेर, यो नगर, यो नबोल, यतातिर नजाऊ। किनकि परमेश्वरको प्रतिनिधित्व गर्ने माध्यम चाहिँ मण्डलीको पास्टर हो। मण्डली र स्वर्गको कुरा प्रकट गर्न चाहिँ परमेश्वरले मण्डलीलाई स्थापित गर्नुभयो। त्यो मण्डलीलाई परमेश्वरको वचन प्रवाह गर्नलाई मण्डलीका अगुवाहरू उहाँले छान्नुभयो। अनि त्यो भएको कारणले गर्दा अनि जसले तपाईँ र मलाई चेतावनी दिनुहुन्छ, जसले तपाईँलाई मलाई हुर्काउनुहुन्छ, बढाउनुहुन्छ, उत्साह दिनुहुन्छ, प्रेम गर्नुहुन्छ, त्यसलाई आदर गर्नुपर्छ। अनि पहिलो तिमोथी 5 अघि हामीले हेरिहाल्यौँ। अब यशाया 29:13 के भन्छ भने, परमप्रभु यसो भन्नुहुन्छ, यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन् र ओठले आदर गर्छन्, तर हृदय भने मदेखि टाढा छ। अब यहाँ चाहिँ कुरा आयो फेरि, यिनीहरू चाहिँ परमेश्वरको नजिक के गर्न आउँछन्? मुख देखाउन आउँछन्, तर हृदयबाट चाहिँ आएका होइनन्। वचनले भनेको है, मुख देखाउन आउँछन् तर यिनीहरूको हृदय चाहिँ मदेखि टाढा छ। यिनीहरूले ओठले मात्रै, ओठे भक्ति भन्छ क्या। अनि कतिचोटि चाहिँ मैले जोड्न खोजेको कुरा चाहिँ अगुवाहरूलाई आदर गर्छु भन्दै गर्दाखेरि चाहिँ नि त ओठले मात्रै आदर गरिरहेको हुन्छ, तर मनदेखि चाहिँ हुँदैन। मनमा त छँदै छैन। अहिले तपाईँले चाहिँ मुटु यहाँबाट छाती चिरेर मुटु काटेर राखिदियो भने पनि छैन। यिनीहरू हृदय, तपाईँलाई चाहिँ कसैको आदर गर्नु पर्यो भने त्यो आदर चाहिँ हृदयबाट निस्किन्छ क्या, हृदयबाट। परमेश्वरले ओठे आदर मन पराउनुहुन्न। त्यही भएर अनि यशायाको पुस्तकमा भन्नुभएको मुख देखाउन मात्रै आएको हुन्। अनि आज कतिचोटि चाहिँ हामी यस्तो स्थितिमा हुन्छौँ, हामी कसलाई आदर गर्नुपर्ने कुरा पनि बिर्सिन्छौँ। यस कारणले आज तपाईँहरूको बिचमा यो वचन मैले ल्याएको। यसमा हामीले बिर्सिनु हुँदैन। हामीलाई शिक्षा दिने, हामीलाई डोर्याउने, हर समय हाम्रो लागि प्रार्थना गर्ने, हर समय हाम्रो लागि आइदिने, हाम्रो आफ्नो लागि मात्रै होइन परिवारको लागि आइदिने, आफ्नो परिवारको स्थिति, आफ्नो परिवारको सबै कुराहरू छोडेर अनि तपाईँको लागि रात नभनिकन गइदिने त्यस्तो व्यक्तिलाई आदर नगरेर कस्तो व्यक्तिलाई आदर गर्ने? प्रश्न यो। अनि यस कारणले त्यही भएको कारणले अगुवा पास्टर दोबर आदर योग्य हुन्छन्। यस कारणले हामीले उच्च आदर गर्नुपर्छ। होशे 4:6 भन्छ, मानिस ज्ञानको कमीले गर्दा नष्ट भयो, मेरो प्रजा चाहिँ ज्ञानको कमीले गर्दा नष्ट भएका छन् भन्छ। मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भयो। किन ज्ञानको कमीले गर्दा नष्ट भए? अघि भन्यो न्यायकर्तामा चाहिँ, न्यायकर्तामा हामीले